हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी डेनिसा। अनि आज चाहिँ हामी मेरो पछाडि देखिरहनु भएको छ होला हिउँ परेछ नि। अनि त्यही हिउँ हेर्न चाहिँ हामी जाँदैछौँ। म लगायत मेरो ती दुईजना साथीहरू गरेर हामी तीनजना। खै ल इन्ट्रोडक्सन दिनु न तपाईँहरूको। नमस्ते, मेरो नाम नन्दिनी गुप्ता। हामी आज चेरी जानु लाग्यो। चेरीमा हिउँ भयो भने चेरी बस्ने, नत्र भने अर्को अप्सन चाहिँ धिमी छ। हेरौँ स्ट्यामिना कतासम्म पुग्दो रहेछ। सबभन्दा लो स्ट्यामिना कसको? ल सङ्गीताजी तपाईँ इन्ट्रोडक्सन खालि। नमस्ते, मेरो नाम सङ्गीता छोडारी। आज हामी चाहिँ हिउँ खेल्नको लागि चेरेचौर जाँदैछौँ। तर चेरेचौरमा खासै हिउँ छैन जस्तो लागिरह। नभए हामी धिमी चौर पनि जान सक्छौँ। यो चाहिँ हो चिया। गाइस हामी जाँदैछौँ। अनि अहिले चाहिँ हाम्रो यहाँ जूमा चाहिँ जताततै पिङ्केस फुलहरू पनि फुलिरह, अरूको फुलहरू। अनि भेडाहरू छ, यस्तै भेडाहरू। भेडाको बच्ची, भेडाको बच्ची, भेडाको बच्ची। म हेर्दैछु। बाटोमा आइपुगेँ, सर्टकट बाटोबाट आएको कि त्यत्रो घुम्नुभन्दा भनेर यताबाट तल बाटोबाट उकालो चढेर आएको थिएँ। थाकियो। त हिउँ छ। अब हामी जाने ठाउँमा हिउँ छ कि भन्ने हो। उता टस्तै टल्किया मात्र होइन त हिउँ। मजाले हिउँ देखियो अन्त। अनि हिउँ हेर्न पाइन्छ कि भनेर आएको हिउँ हेर्न पाइन्छ कि भनेर लास्टमा यही भेडालाई हेरेर जाने हुन्छ जस्तो। हामी चाहिँ यहाँ भोक लाएर चटपटी बनाएर चराहरूको चुई 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 आवाज आयो। घनघोर जंगल में दो लड़की चल रही है और मैं एक इधर और लड़की। प्रोटिन हातमै छ, खाएकै छैन ब्लग गर्ने चक्करमा। अब मैं खाती हूँ। दिस इज अ चटपटे। खाएर भोलि बिहान हुन्छ छटपटे। अमिलो हावा धेरै। सुनसान हो यता रेस्टमा नि, यता यो रेस्टमा नि। उहाँले भन्दै हुन्छ त्यहाँ अलिअलि सेतो सेतो हिउँ देखिया, हिउँ अलिअलि देखिया नि त त्यहाँ सेतो सेतो। त्यही खेलेर जाम भन्दै हुन्छ म्याडमले। अनि त्यही हिउँ छ गाइज हामीले होइन साडी नि लिएर आछौँ कि खासमा लाएर हिउँमा फोटो खिच्ने भनेर। अब लाउँछौँ कि चाहिँ थाहा छैन। फेरेलमा लाउँछौँ है। फेरेलमा लगाउँछ होला नि होइन। जाम केटी चलो। गुरखारी देखा के अलिक पावर त चलो। सुर्खेतले अलिअलि देखाउँछ यसले चाहिँ उकालोमा देखाउँछ क्या अलिक। कसले? मैले देख्नु गाइज, मैले उकालोमा पावर देखाउँछु। हामी चाहिँ पुग्यौँ होइन, तर यो पुरै छ्याप्पै हुन्थ्यो क्या हिउँले चाहिँ। अनि यहीँ टेक्दै हिँड्थ्यौँ नि त हामी त पहिला त हिउँ। तर त्यस्तै होला भन्ने आशमा थियौँ, अलि डिसएपोइन्टमेन्ट भयो। हो त अलिअलि त भयो नि, होला नि भयो थियो। छ्या चेरेमै थियो क्या गाइस। यो पुरै भरिन्थ्यो क्या हिउँले होइन। अनि त्यही सोचेर आएको, एक्सपेक्टेसन भर्सेस रियालिटी भइदियो। त्यता जानु त्यतै छ। ऊ
रहेछ कि हिउँमा बसौँ पुरै एक्सपेक्टेसन चाहिँ यो पुरै भरेको होला सेतै होला भन्ने थियो क्या बट नो उयो पनि बसौँ है केटी अब त्यही अलिअलि हिउँ हेर्ने हो छ्या बरु उता चाहिँ मजाले हुन् त त्यहाँ कस्तो भएछ यसै आएछ दुःख भएन ओ माइ गस त्यो चाहिँ हुन् त आमा कसरी राम्रो देखियो देखेन है मेरो क्यामेराले कस्तो पुरै हिमाल केही नै रहन्छ भएको पनि अलिअलि पग्लिँदै गइरह यही हेर्ने हो Happy snow. नफाल्ने भन्ने हुन्छ अब यति त रमाइलो गर्नु परिहाल्यो यत्रो यो पुरै होइन मेरो पहिलाको भ्लगमा पनि हेर्नुभयो होला होइन अब मेरो सब्सक्राइबरहरूले यो पुरै चाहिँ हिउँले पुरै ढाकेको हुन्थ्यो क्या त्यही एक्सपेक्टेसन गरेर आएको हुनु नि अब चाहिँ यो चाहिँ अहिले चाहिँ चैतमा पऱ्यो नि त यो हिउँ त्यही भएर पनि होला यता पनि घाम नलाएर हो कि खासै यो खास आज चैत 2 गते अनि यो चैतमा परेको हिउँले के ढाकोस् त होइन माथि माथि त ढाकेछ कि यहाँ हरियाली हुन्थ्यो भने पनि त्यस्तो केही लाग्थेन क्या सुक्खा यहाँ चाहिँ देख्यौँ त्यही हो छुन नि पाहाम स्नोलाई केही छैन जम्यो हिउँ गाइज हिउँ आज यसो भिजाइदिए अब चाहिँ गाइज हामी यहाँ खेल्ने भन्दा नि अब हामी यहाँ साडी लाउँछौँ अब केही त रमाइलो गर्नु पऱ्यो नि त होइन अब हिउँ त रहेनछ कि साडी लाएर भने रमाइलो गर्छौँ हामी चिया खाने कार्यक्रम हुँदैछ किनकि जाडो भइसक्यो चिसो भइसक्यो गाइज यो चाहिँ के होइन के भन्दाखेरि कप चाहिँ 2टा भयो अनि एउटा कप चाहिँ छैन त्यही भएर चाहिँ बोतलको राख्ने म राख्दैछु Cheers. तर मगरम चियर्स है यसको छैन चियर्स गरे जस्तो कस्ती हो कि चियर्सै गर्ने भन्दिने म यतिकै खान्छु त्यस्तो साडी लाएर फोटो खिच्दै हो यस्तो मान्छेहरू नि छन् होइन गाइज होइन हामी चाहिँ यसरी साडी लाएर हो म पनि यसो साडी लाएको थिएँ अनि त मान्छे थियो नि त अनि त्यही त्यस्तो लुकाएको साडीलाई मैले कस्तो गरेर थियो प्यान्ट कस्तो गरेर यस्तो गर्दै हो क्या हालत यस्तो भयो कि कस्तो हातमा आएको भने चाहिँ होइन यसो साडी राखौँ होइन अनि यहाँ तल चाहिँ यस्तो जुत्ता छ अनि प्यान्ट माथि साडी लगाइदिने हो यहाँ फोटो सुट हुँदैछ अब चाहिँ यहाँ रात पनि परिसक्यो सबै गइसक्यो हामी मात्रै खाम हेर्नु अनि साडी लगाएर हिउँमा लड्छु म साडी लगाएर हामी यसरी हिउँमा हिँड्दैछु हेर्नु मेरो पल्लु लत्ती राख हेर्नु यस्तो आमा यस्तरी सुत्दै
लभ गराएर आफ्नो नाम लेख्नु पर्ने गाडीमा छन् होइन यस्तो चिसो भइसक्यो क्या हिउँ पर्दै क्या हेर्नु अलिअलि छिटा हान्न खाएन हिउँ पर्दै खास भोलि आउनु पर्दो रहेछ हात यस्तो रातो भइसक्यो यस्तो चिसो भइसक्यो अनि बाटो हेर्नु भएपछि यस्तो हिँड्दैन छ मैले चाहिँ ग्लोभ्स नै खसाएछु यहाँ मान्छे छ्या ग्लोभ्स त यस्तै खसाएछ त नि दिमागै छैन छिटो क्या अब म यो साडी लानु भनेको यो ब्लू साडी यस्तो हिरोइन मान्ने भनेको अँध्यारो भयो के फोटो राम्रो आउँथ्यो र अनि हिउँ पर सबै गइसक्यो हामीसँग आएको थिएँ अहिले चाहिँ भर्खरै आएको तिनीहरू केटीहरू छन् अब तिनीहरूसँग जानेर बस्छौँ चिसो यस्तो खाने ओइ टेम्परेचर त माइनसमा छ क्या है मान्छु यार म ग्लोभ्स लाउँदैन हात चिसो भएको तिमीहरूको त के हो र हिरोइन उहाँ हिरोइन राम्रो निकालिदिएन के अनि म जिरोइन यहाँ हाम्रो सुपर स्टार भनौँ कि फिल्मको हिरोइन भनौँ कि के भनौँ डेन्सा चाहिँ यस्तो राम्री हुनुभयो अनि यहाँ अब हिउँ परिरहेको हेर्नु न बल्ल हिउँ परिरहेको के चिसो त एकदम भइसक्यो अहिले टाइम चाहिँ कति भयो भन्दाखेरि अहिले टाइम चाहिँ हाम्रो 4 बजिसक्यो होइन अब हामीबाट उयो हाम्रो आउँदाको टाइम लाग्यो 2.5 घन्टा लाएर हिँडेर आएको होइन यहाँ अब जाँदा चाहिँ अलिक छिटो होला भन्ने आश छ 4 बजिसक्यो केटी पुग्दा 6 बज्छ कि जाम 1 घन्टा लाग्छ के पुग्न त 1 घन्टा लाग्छ खुब हेर्नु अँध्यारो भइसक्यो यिनीहरू चाहिँ फोटो खिचेर लगाएनन् एउटा फोटो पठाउने होइन यसको रोकिन अनि अब फोटो खिच्दा मेरो अब म खिच्छु फोटो खिच्यौ त खिच्नु न उताबाट अब म फोटो खिच्छु यसरी यसरी म चाहिँ यहाँ फोटो के अरे यसरी म टिकटक चलाउँदैछ म यता हिँड्नु खेल्दैछु यसरी देखाउँछ है बेलैमा छ कि टिकटक रोकिन यत्तिकै इफेक्ट नहालेर मलाई त्यो हेर्दा इफेक्ट भरे हाल्दै कि नहालेर मलाई देखि हालेर आउँदाखेरि उ भयो के 5% भयो रियलमा बनाइदिए क्या हिउँ परिरह लगाइदेऊ त मलाई लगाइदिएको निकालिदेऊ उही दामी हिउँ पऱ्यो यार बल्ल हिउँ परिरहेछ पुर हिउँ पर्यो हुरुरु हिमाली के भन्छ अरे गीतमा हिमाली भेगेमा होइन राम्रो सुत्ता सुत्ता एउटा दुईटा फोटो निकाल्नु ओइ दाले ओ रात पर्छ हौ जाने यसको ब्लगमा भ्लग गर हामी लालीगुडा सुन टिपेको खै देखाउ त यता देखाउ त हो म राम्रो कि यो राम्रो भन्दिन त अभियसली रोडोडेन्ड्रन राम्रो बरु यहाँ देखाउ त को राम्रो रोडोडेन्ड्रन राम्रो कि म राम्रो भनिदिनु त गाइस सो गाइस हामी चाहिँ अब हिउँ पर होइन सिगान सब बगिरहेको मेरो चिसोले अनि पोइन्टहरू पनि आउँदैन अब हामी चाहिँ लाग्यो बाटो यस्तो छ कुनै साडीको फोटो नराख्ने अन्तिममा चाहिँ आइफोनको फोटो एउटा राख्ने हामीले गाइस हेर्नु साडी मैले 2टा लाएँ म हजुरले 3टा साडी ल्याएको म हजुरले
एउटा लानु भयो मैले दुईटा लगाएको तेरो ग्रिन कहाँ लाग्यो मैले ए दुईटा लानु भयो मेरो तेस्रोमा अलि हावा टाइट भयो पानी टाइट भयो एकदम चिसो भयो क्या यसो हिउँ परेर अनि ज्याकेट नलाएर यस्तो कार्डिगन तिमी त मेरी हौ अरूलाई पानको पात मायालाई धनको पात गीत राम्रो गीत गा जब कोई बात बिगड़ जाए जब कोई मुश्किल पड़ जाए तू देना साथ हमें आउँदैन है गाइस मलाई गीत यो गीत नेपाली गीत भन्नु बाटोमा लालीगुँडा स्विमिङ पुल थियो यसरी लालीगुँडा स्विमिङ पुल छ यति नै हो भ्लग चाहिँ अनि त्यही नै हो घाम नि लागेन अनि हिउँ नि धेरै थिएन होइन एक्सपेक्टेसन चाहिँ अलिक धेरै नै थियो तर एक्सपेक्टेसन भर्सेस रियालिटी भइदियो अब केही छैन रमाइलो चाहिँ गऱ्यौँ हामीले अनि अब हल्का साडी लगाएर नक्कल सक्कल पारियो अनि अब अलिअलि हल्का हल्का भ्लग गरा जस्तो छु त्यही नि हाल्छु कि नै भयो अनि लाइक साइक गरिदिनु होला कमेन्ट समेन्ट गरिदिनु त्यही हो गाइस यति नै थियो भ्लग मन पराइदिनु होला लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला ओके बाई बाई